हेलो सबैजनालाई। आज चाहिँ अप्रिल 16 नेप्सीको एउटा आउटलुक भिडियो लिएर आएको छु मैले हैन। लास्ट टाइम मैले भिडियो बनाउँदाखेरि चाहिँ ठ्याक्कै यो क्यान्डलको क्लोजिङ भएको थियो। अनि त्यसपछि आज चाहिँ यो रातो क्यान्डलको क्लोजिङ भएको छ र प्राइस चाहिँ 2833 मा छ नेप्सीको इन्डेक्स हैन। यसरी हेर्दाखेरि चाहिँ अहिलेसम्म पनि यो रेजिस्टेन्स सपोर्ट लाइनहरु भ्यालिड छ र नयाँ मैले चाहिँ एउटा चाहिँ पोइन्ट अफ भ्यूमा चाहिँ एउटा यो ट्रेन्ड लाइनलाई चाहिँ भ्यालिड गरिरहेको छ भनेर चाहिँ पोइन्ट अफ भ्यू दिएको छु। नेप्सी चाहिँ अहिले चाहिँ यो प्राइसमा छ र अब यो प्राइसबाट चाहिँ फर्दर यो प्राइसमा अथवा यसदेखि पनि अलिकति तल यो ट्रेन्ड लाइनसम्ममा चाहिँ नेप्सी आउन सक्ला भनेर मैले एक्सपेक्टेसन्स राखेको छु र यो ट्रेन्ड लाइन अथवा सरी यो प्राइस लेभल र यो सपोर्ट प्राइस लेभल र यो ट्रेन्ड लाइनमा आउँदै गर्दाखेरि नेप्सीले कस्तो खालको प्राइस एक्सन बनाउँछ त्यो अनुसारले चाहिँ अब हामीले चाहिँ फर्दर चाहिँ ट्रेड प्लान गर्ने हो। प्राइसले भन्नुपर्दा चाहिँ मैले चाहिँ दुईटा कुरा हेर्छु भन्ने कुरा हो। एउटा चाहिँ कस्तो खालको क्यान्डलहरु बन्छ प्राइस एक्सन नै भन्नु पर्यो। कस्तो खालको प्राइस एक्सन बनाउँछ यो लेभलमा आउँदै गर्दाखेरि एउटा चाहिँ सेलिङ एक्जस्ट भएको देखिन पर्यो भन्न खोजेको। यसरी र्यापिड सेलिङका साथ चाहिँ यो लेभल एप्रोच गर्नु भएन। स्लोली अब जस्तै यार यो लेभल एप्रोच गर्दै गर्दा स्लो प्राइस एक्सन बन्नु पर्यो र अर्को चाहिँ विक्स एन्ड रिजेक्सन्स यस्तो खालको विक्स यो लेभलमा आएर हैन यही लेभलमा यस्तो खालको विक्स एन्ड रिजेक्सन्स बनाएर चाहिँ प्राइस हैन यस्तो विक्स एन्ड रिजेक्सन्स बनाएर चाहिँ प्राइसले चाहिँ यो लेभललाई चाहिँ रेस्पेक्ट गर्छ भने चाहिँ फर्दर अब स्टकमा गएर चाहिँ हामीले चाहिँ ट्रेड प्लान गरिन्छ भन्ने चाहिँ मेरो आउटलुक छ। अबको प्लान चाहिँ डेभलपमेन्ट ब्याङ्कमा, फाइनान्समा, हाइड्रोमा पनि छ तर हाइड्रोमा चाहिँ मैले फिक्स गरिसकेको छैन स्टक र एचडिएल र शिवम यो यतिमा चाहिँ मैले चाहिँ ट्रेड प्लान गर्न सोचिरहेको छु। अहिले चाहिँ मैले चाहिँ डेभलपमेन्ट ब्याङ्क र फाइनान्सको मात्रै कुरा गर्छु। डेभलपमेन्ट ब्याङ्कमा चाहिँ मैले चाहिँ दुईटा स्टक हेरेको छु। यो चाहिँ कुनै पनि स्टक बाइङ र सेलिङ गर्नलाई चाहिँ प्रभावित गर्ने भिडियो चाहिँ होइन, जस्ट फर एजुकेसनल पर्पज हो। यसलाई चाहिँ एजुकेसनल पर्पजकै तरिकाले लिनु हुन आग्रह गर्दछु। सिन्धु भनेर चाहिँ हामीले हेरौँ हैन। सिन्धुमा चाहिँ के छ भन्नुहुन्छ भने एउटा यो चाहिँ भनौँ न टार्गेट भनौँ न फ्युचरको टार्गेट चाहिँ यो लेभलसम्म हुन्छ रेजिस्टेन्स लेभल र अहिले चाहिँ के भइरहेको छ भन्दाखेरि एउटा यो ट्रेन्ड लाइनलाई सपोर्ट गरेको पनि छ र अहिले डेलीमा हेर्दै गर्दाखेरि चाहिँ फेरि फास्टली चाहिँ आजकै क्यान्डलले फेरि अलिकति सेलिङ चाहिँ देखिएछ। जस्ट यो सेलिङ देखिए तापनि फेरि सेलिङ त यहाँ पनि देखिएको थियो। हो यो फेरि ब्रेक डाउन एन्ड ब्रेक इन गर्नु भनेको चाहिँ हामीले चाहिँ यो लेभललाई चाहिँ रेस्पेक्ट गरेको छ भनेर बुझ्नुपर्छ हैन। यो लेभललाई रेस्पेक्ट गरेको छ भनेर बुझ्नुपर्छ। फेरि पनि त्यस्तो हुन्छ भने चाहिँ यो लेभललाई चाहिँ मजाले रेस्पेक्ट गरेको छ भनेर बुझौँ हैन। विकलीमा चाहिँ अब चाहिँ फर्दर प्राइस एक्सन चाहिँ कस्तो खालको डेभलप भयो भने चाहिँ हामीले प्लान ट्रेड गर्ने भन्दाखेरि स्मल क्यान्डल्सहरु हैन विक्ससितको स्मल क्यान्डल्सहरु यहाँ बन्दै गर्छ हैन, जसले चाहिँ सेलिङ चाहिँ एक्जस्ट भयो भनेर चाहिँ हामीले एउटा बायस क्रिएट गर्न सकिन्छ भने चाहिँ ट्रेड चाहिँ फर्दर प्लान गर्न सकिन्छ भन्ने कुरा हो। त्यो स्लो डाउन भयो भन्न खोजेको चाहिँ कस्तो खालको भन्दाखेरि यो लेभलमा आएर चाहिँ सानोतिनो अघि हामी विकलीमा थियौँ भने अब डेलीमा हेर्दै गर्दा चाहिँ सानोतिनो कन्सोलिडेसन टाइपको यस्तो टाइपको भन्न खोजेको फर्दर तल प्राइस मुभ गर्न मानिरहेको छैन हैन। यस्तो टाइपको कन्सोलिडेसन टाइपको भयो भने चाहिँ विकलीमा चाहिँ मोमेन्टम सिफ्ट हेरेर चाहिँ हामीले चाहिँ ट्रेड चाहिँ प्लान गर्दा हुन्छ भन्ने कुरा हो। र एसएपीडीबीएल पनि छ, यो पनि एकदम प्लेयरले प्ले गरिराख्ने स्टक हो यो दुइटै हैन। ट्रेड चाहिँ प्लान गर्दाखेरि चाहिँ अलि रेस्पोन्सिबली गर्नु होला। यो पनि सेम छ, यो एसएपीडीबीएल सेम छ हैन। हजुरले आफ्नो हिसाबले चाहिँ यसको एकचोटि एनालाइसिस गर्नुस् र एउटा टार्गेट चाहिँ एउटा यो हुन सक्छ। टार्गेटमा आउने बित्तिकै बेच्नुपर्छ भन्ने कुरा होइन हैन। पार्शियली इन गर्दै जाने यहाँनिर पार्शियली एक्जिट गर्दै जाने, त्यसरी चाहिँ लटमा चाहिँ ट्रेड गर्दा चाहिँ हामी चाहिँ सक्सेस हुन सकिन्छ भन्ने कुरा हो हैन। अनि अर्को यो डेभलपमेन्ट ब्याङ्क भयो। अर्को चाहिँ फाइनान्समा चाहिँ के छ भन्छ भने इन्डेक्स वाइज चाहिँ 2459 मा रहेछ र यो लेभललाई चाहिँ के गर्ला अब भन्ने कुरा हो। फाइनान्सले विकलीमै अब यही लेभललाई चाहिँ रेस्पेक्ट गर्छ भने चाहिँ फेरि लाइक अब स्टकमा हेर्नुहुन्छ भने एसएफसीएल अथवा एसएफसीएल जस्तो एउटा डेमो मैले बुझाउनको लागि यसलाई चाहिँ यसो यो फाइनान्सको चाहिँ यो लेभललाई चाहिँ सपोर्ट गर्छ भने चाहिँ स्टकमा हेरिन्छ भने चाहिँ फेरि यो लेभललाई सपोर्ट गर्छ कि हैन। त्यहाँ अलिकति ब्रेकडाउन दिए पनि यो लेभललाई चाहिँ सपोर्ट गर्यो भने चाहिँ हैन इट वुड बी भेरी गुड हैन। हामीले
एउटा सानो टार्गेट यहाँसम्मको र इभेन्चुअली यहाँसम्मको एउटा 550 को लेभलसम्मको चाहिँ टार्गेटलाई चाहिँ प्लान गर्न सकिन्छ। यहाँबाट रिस्क रिवार्ड पनि एकदम फेभरेबल छ होइन, 3:1:3 3.5 हुन्छ होइन। तर चाहिँ यो लेभललाई चाहिँ ब्रेकडाउन दिन भएन। के गर्नु पर्यो प्राइसले भन्दा स्लो डाउन हुनु पर्यो ठ्याक्क। अब यो लेभलमा अब तल ब्रेकडाउन नगरिकन मजाले स्लो डाउन अलिकति कन्सोलिडेसन भयो भने चाहिँ इट वुड बी बेस्ट होइन। फेरि यो एउटा केस भएन, अर्को केस पनि के पनि हुनसक्छ होइन, सबै कुराको लागि रेडी हुनुपर्छ होइन। फेरि अलिकति ब्रेकडाउन गरेर यहाँनिर चाहिँ एउटा सानो एक्युमुलेसन भएर त्यसपछि माथि जान पनि सक्छ होइन। अब के हुन्छ होइन, ट्रेड त्यही हिसाबले चाहिँ अब फर्दर प्राइस एक्सन चाहिँ नेप्सेको होइन, फाइनेन्स इन्डेक्सको र इभेन्चुअली चाहिँ स्टकको चाहिँ प्राइसलाई चाहिँ रिड गरेर चाहिँ हजुरहरूले चाहिँ ट्रेड चाहिँ प्लान गर्नुहोस्। मैले जस्ट एउटा चाहिँ इक्जाम्पल दिन्छु, यस्तो खालको प्राइस एक्सन पनि हुनसक्छ भनेर होइन, त्यही नै हुन्छ भन्ने त केही छैन। जस्तै यहाँनिर पनि त हामी छौँ भने त यो लेभललाई त मजाले सपोर्ट गरेको छ, अझै अलिकति ट्रेन्ड लाइन पनि छ। यदि यहाँनिर थियौँ हामी भने त यहाँनिर त ट्रेड प्लान गरिन्थ्यो होला होइन। तर फेरि यहाँ त ब्रेकडाउन भयो, ब्रेकडाउन भएर फेरि एउटा रिएक्युमुलेसन भयो यहाँनिर, त्यसपछि बल्ल यो एकेजिसिएल माथि गयो, एकेजिसिएलमा एनएचपिसीमा हजुरको होइन, अनि अप्परमा बिएचएलमा सबैमा चाहिँ यस्तै खालको प्राइस एक्सन भएको छ होइन। हजुरहरूले मजाले हेर्दा हुन्छ, एउटा एक्युमुलेसन हुन्छ, फेरि एउटा यो एक्युमुलेसनलाई पनि ब्रेकडाउन गरेर चाहिँ एउटा फेरि नयाँ रिएक्युमुलेसन भएर त्यस प्राइस माथि गएको छ होइन। एकचोटि यहाँनिर हामीले ट्रेड इन्टर गरेको भए एउटा सानो स्टप लस हुन्थ्यो होइन, अरू त केही हुन्थेन, फेरि यहाँनिर चाहिँ इन्टर गर्न सकिन्थ्यो होइन, त्यस्तो हुन्छ होइन। त्यही भएर आत्तिएर चाहिँ इन्टर गरिहाल्नु चाहिँ पर्दैन होइन। नेप्सेलाई हेर्नु पर्यो पहिला, नेप्से स्लो डाउन हुनु पर्यो, नेप्से स्लो डाउन हुँदै गर्दा पक्कै इन्डेक्स पनि स्टक पनि स्लो डाउन हुन्छ, प्यारलली हेर्दै जानु पर्यो होइन। विकलीमा हेर्नुहोस् भन्छु मैले चाहिँ, डेलीमा नहेर्नुहोस् होइन। नेप्सेले चाहिँ होइन यो प्राइस लेभल यो ट्रेन्ड लाइनलाई चाहिँ कस्तो खालको यो एप्रोच गर्दाखेरि चाहिँ कस्तो खालको प्राइस एक्सन बन्छ हो, त्यो कुरालाई चाहिँ एनालाइज गरेर चाहिँ मजाले चाहिँ ट्रेड प्लान गर्दा हुन्छ। अर्को चाहिँ एनएफएस पनि छ होइन, अघि पनि भने कि क्या मैले बिर्सेँ के गरेँ, एनएफएस पनि छ, एनएफएस छ, एसएफसिएल छ, अनि फाइनेन्सको अझै दुईवटा स्टक छ। म चाहिँ यही स्टक चाहिँ किन भनिरहेको छु भन्दा इक्जाम्पल एनएचपिसी चाहिँ मानव यहाँ किन्न छुट्यो अरे, यहाँ पनि किन्न सकिन्छ, यहाँ पनि किन्न सकिन्छ, तर रिस्कको पर्पजले हेर्दाखेरि चाहिँ यहाँनिर चाहिँ कम रिस्क हुन्छ, यहाँ बढी हुन्छ, यहाँ अझै बढी हुन्छ भन्ने कुरा हो क्या होइन। रिस्क रिवार्डको पर्पजले पनि यहाँ माथि चाहिँ अब ट्रेन्ड त यहाँनिर छ होइन, मोमेन्टम यहाँनिर त छ, यहाँनिर त मोमेन्टम छैन। तर नेप्से त हामीले के बुझ्नुपर्छ भन्दा नेप्से त एउटा वान साइडेड मार्केट हो, तल जाने भन्दा पनि माथि जाने सम्भावना बढी हुन्छ भन्ने कुरा हो अहिलेको पोइन्ट अफ टाइममा है। फेरि जहिले पनि यो कुरा भ्यालिड हुन्छ भने होइन, अहिलेको जुन सिनेरियोजहरू क्रिएट भइरहेको छ त्यसले चाहिँ हाम्रो यो फाइनेन्सको चाहिँ यो स्टकहरू एनएफएस अथवा एसएफसिएल चाहिँ तल जाने प्रोबेबिलिटी भन्दा माथि जाने प्रोबेबिलिटी हाई छ। किन भन्दाखेरि यत्रो अप्रिलमा चाहिँ एउटा लो बनाइसकेपछि होइन, अप्रिल पछि अहिले अप्रिल आउँदा एक वर्षसम्म प्राइसले त यो लेभललाई त 600 लेभललाई त रेस्पेक्ट गरिरहेको छ भन्ने कुरा हो नि त। अनि यहाँनिरबाट फर्दर सेलिङ आउने सम्भावना कमै हुन्छ, किनभने एकचोटि माथि गएर यहाँको लिक्विडिटी लिइसकेपछि बल्ल चाहिँ प्राइस तल जान्छ। यो भन्दै गर्दा यहाँनिर पनि हुनसक्छ है त्यो, फेरि लाइक यसलाई ब्रेकडाउन दिनको लागि यहाँनिर चाहिँ पुग्नै पर्छ भन्ने कुरा हो मेरो चाहिँ फेरि है। यो लेभललाई सपोर्ट गर्यो भने चाहिँ अब बुझ्नुभयो कि बुझ्नु भएन, मैले चाहिँ के भन्नु खोजेको भन्दा यहीँनिरबाट ब्रेकडाउन दिन भन्दा पनि अब रिएक्युमुलेसन गर्नको लागि चाहिँ ब्रेकडाउन दिन सक्छ। फर्दर प्राइस चाहिँ 400 को लेभलमा पुग्नको लागि चाहिँ यहीँनिरबाट ब्रेकडाउन चाहिँ दिने सम्भावना कम हुन्छ, किनभने प्राइसले चाहिँ यो 400 को लेभल 600 को लेभलमा चाहिँ भ्यालु क्रिएट गरिसकेको छ र फर्दर चाहिँ यहाँनिर चाहिँ डिस्ट्रिब्युट अथवा यहाँनिर चाहिँ डिस्ट्रिब्युट नभइकन चाहिँ प्राइस चाहिँ फेरि तलै जान्छ भन्ने चाहिँ सम्भावना कम हुन्छ। हामीले चाहिँ ट्रेडरले चाहिँ प्रोबेबिलिस्टिक एप्रोचमा सोच्नुपर्छ र यहाँ चाहिँ राम्रो रिस्क रिवार्डको चाहिँ ट्रेड बनिरहेको छ, एक्जिक्युट गर्न चाहिँ यस्तो खालको ट्रेड चाहिँ पर्छ भन्ने कुरा हो मेरो चाहिँ होइन। हजुरहरूले आफ्नो एनालाइसिसले होइन, आफूहरूले चाहिँ एउटा चाहिँ एनालाइज गरेर चाहिँ ट्रेड प्लान गर्नु होला। स्लो डाउन भनेको यस्तो खालको लाइनमा स्लो डाउन भने हो, एकचोटि मात्रै आउँदाखेरि चाहिँ प्राइस के अरे किनिहाल्ने भन्नु खोजेको होइन। यस्तो एकचोटिमा नकिन्नु, दुईचोटि अथवा तीनचोटिमा चाहिँ प्राइस स्लो डाउन हुँदाखेरि यो चाहिँ अझै राम्रो छ होइन। यस्तो हुँदाखेरि बल्ल किन्ने, एकचोटिमा आउँदा नकिन्ने, दोस्रोचोटि आउँदा किन्ने अथवा तेस्रोचोटि आउँदाखेरि किन्ने भन्नु खोजेको मैले होइन। अहिले एकचोटि आउँदाखेरि मैले किनेको छैन, हजुरले पनि नकिन्नुहोस्, किनभने ब्रेकडाउन पनि हुनसक्छ होइन। सधैँभरि हाम्रो पोइन्ट अफ भ्यू नै राइट हुन्छ, हामीले सोचे जसरी नै मार्केट हिँड्छ भन्ने कुरा हुँदैन होइन। तर अलिकति स्लो डाउन भएर होइन, त्यस स्लो डाउन भएर अनि विकलीमा चाहिँ मोमेन्टम सिफ्ट भइसकेपछि, मोमेन्टम सिफ्ट भनेको चाहिँ यस्तो यो पछि चाहिँ यो बन्यो भने चाहिँ मोमेन्टम सिफ्ट भन्छ होइन। मोमेन्टम सिफ्ट भइसकेपछि स्लो डाउन आइसकेपछि चाहिँ बल्ल चाहिँ हजुरले चाहिँ ट्रेड चाहिँ प्लान गर्नुहोस् होइन। यो लेभललाई टार्गेट राख्नुहोस्, यो लेभललाई टार्गेट राख्नुहोस् होइन। एउटा राम्रो रिस्क रिवार्डको ट्रेड चाहिँ बनिरहेको छ, यही नै सेयर गर्न खोजिरहेको छु मैले चाहिँ। डेलीमा चाहिँ अब नेप्सेले चाहिँ होइन यो लेभल, यो ट्रेन्ड लाइनलाई र यो सपोर्टलाई चाहिँ आउँदै गर्दाखेरि चाहिँ कस्तो खालको प्राइस एक्सन बन्छ होइन। मेन कुरा चाहिँ नेप्से स्लो डाउन हुनु पर्यो भन्ने कुरा नै हो मेरो चाहिँ मेन कुरा चाहिँ। ल
थ्याङ्क यू मेरो यत्रो कुरा सुन्नुभएकोमा चाहिँ अहिलेको लागि चाहिँ यति नै। थ्याङ्क यू भेरी मच।